मेरो अगाडि देखिसक्नुभयो। आज चाहिँ हामीहरू जाँदैछौँ दर्शना महलमा। आज चाहिँ हामीहरू घुम्नेछौँ र यहाँमा भएका केही सामानहरू हेर्नेछौँ। यहाँ चाहिँ फुल महल छ र यो साइडमा चाहिँ बेबी पसलहरू छ होइन, पसल सफेदहरू होइन। यहाँ पछाडि चाहिँ देख्न सक्नुहुन्छ चाहिँ कतारीहरूले लाउने लुगाहरू होइन, त्यस्तै छ साथीहरू। यो साइडमा चाहिँ एकदमै घरमा चाहिने दयाची सामानहरू पाउँछ। पसलहरू राखिएको छ। दादा हेलो हेलो थ्याङ्क यू सलामवालेकुम। यहाँ चाहिँ स्प्रेको लागि यो कतारीहरूको लागि चाहिँ विशेष हो होइन, विशेष कतारीहरू चाहिँ बेच्न राखेको छ यसरी। साथीहरू यो पछाडि मेरो पछाडि चाहिँ देख्नुहुन्छ यहाँ चाहिँ घरको लागि चाहिने सामानहरू होइन, खानेकुरा तेलहरू राखिएको छ है। अब चाहिँ हामी जाँदैछौँ सिधै माथि सेकेन्ड फ्लोरमा, जहाँ चाहिँ कपडाहरू राखिएको छ। कपडाहरू छ है त साथीहरू, कपडाहरू देख्नेछौँ। साथीहरू हेर्ने होइन अनि गर्ने। पछाडि लिफ्ट पनि देख्नुहुन्छ है तपाईँहरूमा, यस्तो लिफ्ट छ। यसमा चाहिँ यो चाहिँ डब्बा हिसाबको साथीहरू। माथिल्लो फ्लोरमा जानलाई लिफ्ट चाहिँ राखिएको छ, तर माथिल्लो फ्लोर चाहिँ होइन त्यो चाहिँ बन्द छ, जान सक्छ सक्दैन थाहा छैन। हामीलाई चाहिँ जान अलाउड छैन होइन, बन्द गरेर राखिएको छ। यो मेरो पछाडि देख्नुहुन्छ यो चाहिँ विशेष खास गरी महिलाहरूको लागि विशेष कपडाहरूको दोकान छ होइन। यो चाहिँ विभिन्न सेन्ट पसलहरू छ। यो चाहिँ एकदमै भिआइपी होइन, धेरै जस्तो चाहिँ कतारीहरू आउँछ होइन। यहाँ चाहिँ ब्यागहरू राखिएको छ। यो चाहिँ एकदमै स्पेसल महँगी ब्यागहरू राखिएको छ। यो महँगी ब्यागहरू चाहिँ एकदमै कतारीहरू अहिले यो टाइममा चाहिँ हामी अलिकति ढिलो होइन, मैले चाहिँ मेरो ड्युटी सकाएर आएको, त्यही भएर चाहिँ अलिकति धेरै यो पसलहरू चाहिँ बन्द भइसकेको छ है त्यो साथीहरू। प्रायः जस्तो धेरै धनी होइन कतारीहरू आउँदो रहेछ। त्यो भएको कारणले यहाँ चाहिँ एकदमै धेरै फेन्सी होइन, फेन्सी सामानहरू राखेर रहेछ। देख्न सक्नुहुन्छ यस्तो पसल राखिएको छ। र फाइनली आइसकेको छ, यो चाहिँ हाम्रो प्रोटिन पसल होइन, प्रोटिन पसल छ। यहाँ पछाडि चाहिँ आज चाहिँ म ड्युटी सकाएर आएको भएको कारणले पसल चाहिँ बन्द भइसकेको छ होइन। त्यो बन्द भइसकेको कारण म चाहिँ तपाईँहरूलाई बाहिरबाट यसरी देखाउँदैछु। कुनै दिन तपाईँहरूलाई म भित्रको भिजिट गराउँदैछु साथीहरू। गेम हाउस है, सपिङ गर्न आएको छु म चाहिँ होइन। सपिङमा चाहिँ यहाँ धेरै जस्तो केटी मान्छेहरूको मात्रै छ, केटो मान्छेहरूको लागि चाहिँ खासै धेरै छैन, हल्का फल्का मात्रै। यो पनि यहाँ चाहिँ धेरै सामानहरू चाहिँ धेरै महँगो होइन, 32-45। केटो मान्छेहरूको लागि पनि छ होइन, तर धेरै जस्तो चाहिँ कस्तो भन्नुहुन्छ भने केटी मान्छेहरूको लागि यहाँ चाहिँ विशेष सामानहरू कपडाहरू राखिएको छ।
कपडा होइन। खास म केटी मान्छेको कपडाहरू चाहिँ किन्न चाहिँ आएको होइन, तर पनि मार्केट घुम्दै गर्दा चाहिँ केटी मान्छेहरूको कपडामा परेको हो। सरी के हुन्छ रे भाइ, केटी मान्छेहरूको चेन्जिङ रुममा आइपुगिरहेछ। केटी मान्छेहरूको धेरै छ साथीहरू सामान चाहिँ सेकेन्ड मलमा प्रायः जस्तो जुनै ठाउँमा पनि केटी मान्छेहरूको चाहिँ कपडा धेरै नै देखेको छु मैले। यो साइडमा चाहिँ काउन्टर छ, काउन्टर गर्नको लागि बेबिज कपडाहरू राखिएको छ बच्चाहरूको लागि, एकदमै राम्रो राम्रो कपडाहरू। तर यहाँ चाहिँ धेरै छ के भन्दाखेरि गर्मीमा लाउने होइन, मरुभूमिमा। धेरैजना सपिङ गर्दै हुन्छ आज। मलाई लाग्छ यहाँ धेरै अफर लागेको छ, विशेष अफर होइन, बिग सेल भनेर राखेको छ, अफरहरू लागेको छ।